20 सेन्टिमिटर डेप्थ अफ वाटर एट एन इन्टरभल अफ 40 डेज 40 दिनसम्म तपाईँको कति चाहियो 20 सेन्टी वाटर चाहियो है हरेक 40 दिनमा हरेक एभ्री 40 डेजमा तपाईँलाई कति चाहियो त पानी 20 सेन्टी पानी चाहियो है यो याद गर्नुस् एन्ड द बेस पिरियड इज 400 दिन ल हेर्नुस् हरेक 40 दिनमा 20 सेन्टी वाटर चाहिने रहेछ अब 400 दिनसम्म कति पानी चाहिन्छ अब तपाईँले एजुम गर्न सकिहाल्नुहुन्छ फाइन्ड द डेल्टा फर द क्रप भनेको टोटल डेप्थ अफ वाटर चाहिँ कति चाहिन्छ त भनेर सोधेको छ 40 दिनसम्मको लागि 20 सेन्टी चाहिन्छ 400 दिनसम्मको लागि कति चाहिन्छ भनेर सोधेको छ एन्ड फाइन्ड द ड्युटी अफ वाटर फर द क्रप है फाइन्ड द ड्युटी अफ वाटर फर द क्रप भनेर सोधेको छ है ड्युटी पनि सोधेको छ अब पहिला हामीले के गर्नु पर्यो त डेल्टा निकाल्न पर्यो है पहिला डेल्टा निकाल्न पर्यो त्यसको लागि नम्बर अफ वाटरिङ भनेर हामीले हेर्नुपर्छ भनेको हामीले कति पटक पानी राख्छौं त एक पटकमा कति राख्ने रहेछौं त एक पटकमा हामीले 20 सेन्टी पानी राख्ने रहेछौं अब कति पटक पानी राख्छौं त भन्दा 400 दिन है त 400 दिनसम्म हामीले पानी राख्न पर्यो एभ्री 40 डेजमा हरेक 40 दिनमा हामीले 20 सेन्टी पानी राख्दै रहेछौं दैट इज नम्बर अफ वाटरिङ चाहिँ कति भयो त नम्बर अफ वाटरिङ कति भयो त 10 भयो हरेक 40 दिनमा हामीले पानी राख्नुपर्छ दैट इज नम्बर अफ वाटरिङ कति भयो 10 भयो अब डेल्टा भनेको के हो त नम्बर अफ वाटरिङ इन्टु डेप्थ हैन त ल फर्स्ट एक वाटरिङको लागि हामीले कति राख्छौं एक वाटरिङको लागि 20 सेन्टी पानी राख्छौं एन वाटरिङको लागि कति राख्छौं त एन इन्टु 20 सेन्टी एन भनेको कति छ 10 इन्टु डेल्टा के भयो त 200 सेन्टी भयो अब यहाँबाट अप्सन हेर्नुहुन्छ भने तपाईको सिधा 200 के छ त्यसमा टिक लगाउने हैन त त्यसमा टिक लगाउने अब हामीलाई के सोधेको छ त अब ड्युटी चेक गरिराख्नु पर्यो नि है फर्स्टमा जुन छ त्यहीमा टिक लगाउने सकियो हैन त अनि ल हेर्नुस् अब हामीलाई के सोधेको छ ड्युटी इक्वल्स टु 8.64 b बाइ डेल हैन त यो के छ मिटरमा छ अब सेन्टिमिटरमा लैजान पर्यो दैट इज यो केमा हुन्छ त मिटरमा हुन्छ अब हामीलाई के दिएको छ त सेन्टीमा दिएको छ दैट इज 100 ले मल्टिप्लाई गर्न पर्यो है ल 8.64 इन्टु बी भनेको 400 डिवाइडेड बाइ डेल भनेको 200 इन्टु इन्टु 100 कति आउँछ त भन्दा 1728 हेक्टर पर क्युमेक भनेर आउँछ है यसको एन्सर चाहिँ यसको एन्सर हेर्नुस् त यसको एन्सर यति आउँछ है हेर्नुस् त के भएको छ ड्युटी भनेको 8.64 b बाइ डी है ठीक छ यो मिटरमा के छ त यो तपाईको मिटरमा आउनु पर्ने तर हाम्रो डेल्टा चाहिँ केमा आएको छ त डेल्टा सेन्टीमा आएको छ है दैट इज 200 सेन्टी भन्छ पछाडी अब यसमा 100 ले डिवाइड गर्यो भने है मैले भन्न खोजे अब चाहिँ तपाईले बुझ्नु भयो होला यो किन 100 ले मल्टिप्लाई गरे त हामीले भन्दा हेर्नुस् त डेल्टा चाहिँ के छ सेन्टीमा आएको छ अब यसलाई के गर्नु पर्यो मिटरमा लैजानु पर्यो नि डिवाइड 100 गर्ने अब यो 100 चाहिँ के हुन्छ त डिवाइडमा यहाँ तल छ भने माथि गएर मल्टिप्लाई हुन्छ नि त्यही नै गरे है